यहाँ तपाईँहरूलाई मास पुलिस सिस्टम दिएको छ। यो तपाईँहरूको एक्जाममा एक्सिलेरेसन निकाल्न, टेन्सन निकाल्न एकदमै धेरै नै सोधिने क्वेसन हो। यहाँ मास पुलिस सिस्टम छ। तपाईँहरूलाई मास M1 र M2 एउटा फ्रिक्सनबाट पास भइराखेको छ, सरी पुल्लीबाट पास भइराखेको छ। तपाईँले त्यहाँ देख्न सक्नुहुन्छ है। यो जुन पुल्ली छ, यो पुल्ली फ्रिक्सनलेस पुल्ली हो र यो डोरी चाहिँ मासलेस स्ट्रिङ हो, जसले गर्दाखेरि टेन्सन डोरीमा टेन्सन सेम हुन जान्छ डोरीमा, र एक्सिलरेसन पनि सेम हुन जान्छ। हाम्रो केसमा M2 ठुलो छ, M1 सानो छ। त्यही भएर तपाईँले छोडिदिनु भयो, यसलाई रिलिज गर्नुभयो भने M1 माथि जाने भयो, M2 तल आउने भयो। यसरी अब तपाईँहरूले यसमा विभिन्न किसिमको फोर्सहरू कन्सिडर गर्नुहोस्। यो मास M1 माथि गइरहेको छ, मास M2 चाहिँ यो गरुङ्गो छ के, त्यही भएर यो तल आइरहेको छ। यो मास M1 मा यसको वेट M1G भर्टिकली डाउनवर्ड लाग्ने भयो, र टेन्सन जुन सेम हुन्छ अवे फ्रम द बडी लिम, अवे फ्रम द बडी लिँदाखेरि हामीले यसरी माथिपट्टि लिम। त्यस्तै गरी तपाईँहरूले यो मास M2 मा हेर्नुहोस्। यो मास M2 मा वेट M2G भर्टिकली डाउनवर्ड, र टेन्सन इन द स्ट्रिङ, यो जुन टेन्सन इन द स्ट्रिङ छ यो चाहिँ अवे लाग्ने भयो। जहिले पनि अवे लियो भने तपाईँहरूलाई कन्फ्युज हुँदैन, सजिलो हुन्छ। अब फेरि हामीले यसलाई अझै एकपटक हेरौँ कस्तो हुन्छ भनेर। Now consider different forces acting on body. Do not consider forces acted by body on other bodies. यसमा पछिबाट कुन कुन फोर्सहरू किन कन्सिडर नगर्ने भनेर पनि देखाइएको छ। भिडियो लास्टसम्म हेर्नुभयो भने तपाईँहरूले त्यो देख्नुहुनेछ। अब वेट M1G र M2G भर्टिकली डाउनवर्ड लाग्ने भयो। टेन्सन डोरीमा टेन्सनहरू चाहिँ अवे फ्रम बडी लाग्ने भयो। टेन्सन इक्वल छ, टेन्सन इक्वल छ। नाउ कन्सिडर फ्री बडी डायग्राम। फ्री बडी डायग्राम कन्सिडर गर्नुहोस्। ल M1 र M2 मासलाई यसरी हामीले छुट्यायौँ। अब यो M1 मास माथि गइरहेको छ हेर्नु, यो M2 मास चाहिँ तल आइरहेको छ। त्यही भएर यसमा एक्सिलरेसन तल भयो, डिरेक्सन यसमा चाहिँ माथिपट्टि लिनुहोस् तपाईँहरूले यसरी भयो। अब यो मास M1 लाई हेर्नुभयो भने यो होरिजेन्टल डिरेक्सनमा अथवा एक्स एक्सिसमा त कुनै मोसनै छैन, यो हेर्न नै परेन, खालि भर्टिकल डाइरेक्सन मात्रै हेरे भयो। यो मास माथि गइरहेछ यो, त्यही भएर T माइनस M1G इक्वल्स टु कति हुने भयो, M1A हुने भयो यसको लागि। तपाईँहरूले M2 को लागि हेर्नु भने M2 त तल आएको छ भनेपछि M2G माइनस T इक्वल्स टु कति हुने भयो, M2A हुने भयो। पछिबाट हामीसँग यो दुईटा इक्वेसनहरू बन्छ। यही दुईटा इक्वेसनहरूलाई हामीले जोड्ने काम गर्छौँ र जसले त्यहाँबाट हामी एक्सिलरेसन र टेन्सन पाउँछौँ। मास M1 मा T माइनस M1G इक्वल्स टु M1A भयो। त्यसै गरी मास M2 को लागि के हुने भयो, M2G माइनस T इक्वल्स टु M2A हुने भयो। हामीले भर्टिकल डिरेक्सन मात्रै कन्सिडर गऱ्यौँ, होरिजेन्टल डिरेक्सन हामीलाई कन्सिडर यहाँ गर्नै परेन, किनभने त्यो डिरेक्सनमा फेरि यहाँ एकपटक छुट्याइएको छ हेर्नुहोस्। T माइनस M1G इक्वल्स टु M1A, M2G माइनस T इक्वल्स टु M2A। दुईटा इक्वेसनलाई एड गरौँ, एड गर्दाखेरि यति भयो, र हामीले एक्सिलरेसन M2 माइनस M1 बाई M1 प्लस M2G पायौँ। T इक्वल्स टु M1G प्लस M1A भयो। राख्नुहोस् त्यहाँ इक्वेसनमा। यसलाई सल्भ गर्दाखेरि टेन्सन इन द स्ट्रिङ यति आयो। तपाईँहरूलाई मेनली एक्जाममा हाम्रो एनबीको एक्जाममा सोधिराख्ने चाहिँ एक्सिलरेसन निकाल्नुहोस् भनेर सोध्छ एउटा तपाईँहरूलाई टेन्सन निकाल्नुहोस् भनेर सोध्छ। तपाईँहरूले फर्मुला थाहा छ भने सिधै पनि लेख्न पाउनुहुन्छ, यसरी देखाए पनि भयो जोडेर। यसरी देखाइराख्नु भने घोक्नु परेन, तपाईँहरूलाई बुझेर गर्नु भने सजिलो हुन्छ। अब हेर्नु त कुन फोर्स कन्सिडर गर्ने, कुन फोर्स कन्सिडर नगर्ने, कारण के हो। वेटलाई कन्सिडर गर्न पर्यो, बडीमा लागिरहेछ। टेन्सन अन बडी
कन्सिडर गर्नु पर्यो किनभने बडीमा लागिरहेछ। फोर्स बाई बडी अन स्ट्रिङ कन्सिडर नगर्ने किनभने बडीमा लागेको होइन स्ट्रिङमा लागेको हो। फोर्स बाई पुल्ली अन रोप कन्सिडर नगर्ने किनभने मासमा लागिरहेको छैन। रिएक्सन फोर्स अफ अर्थ त्यो पनि कन्सिडर नगर्ने किनभने पृथ्वीमा लागिरहेको हो। त्यही भएर कुन फोर्स कन्सिडर गर्ने हो र कुन फोर्स कन्सिडर गर्ने होइन भन्ने कुरा चाहिँ फ्री बडी डायग्राममा एकदमै इम्पोर्टेन्ट पार्ट हो।